Happy Mother's Day! Finally, guys! साडी भरि लाग्यो फोहोर त हुँदैन यसले Happy Mother's Day, Mom! Thank you so much. Thank you. मेरो छोरी मेरो छोरा र मेरो बाबुलाई पनि एकदम धेरै धेरै धन्यवाद थ्यांक यू भन्न चाहन्छु थ्यांक यू ल मेरो मम्मी आई लभ यु मम्मी आई लभ यु टु मेरो मम्मी है गाइजहरु ल सबजनालाई माया छ है मेरो छोराको भ्लग हेरिरहनु भन्नु सबैजनालाई माया धेरै धेरै सम्झना गरेर मेरो बाबुको भ्लग सबैले माया गरिदिनु होला भन्नु चाहन्छु सो हेलो गाइज वेलकम ब्याक टु माई युट्युब च्यानल सो हजुरहरूलाई चाहिँ सन्चै छ होला र मलाई पनि एकदम सन्चै छ है आज चाहिँ ह्याप्पी मदर्स डेको दिनमा चाहिँ म चट्ट लाएर बाहिर निस्किन लाग्दैछु मम्मीको लागि केक लिन जान लाग्दैछु सो अल राइट नाउ हामी अब अगाडितर्फ लाग्नेछौँ केकहरू लिएर आउनु पऱ्यो नि त सो आजको स्पोन्सर भनेको चाहिँ हाम्रो दिदी भेना हो दिदी भेनाले स्पोन्सर गर्नुभएको छ उहाँहरूलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु र दिदी भेनाले चाहिँ हाम्रो मम्मीको लागि मम्मीलाई भनौँ न दिदीकै मम्मीलाई मेरो मम्मीलाई भेनाको मम्मीलाई स्पोन्सर गरेर अब केक लिएर आइज अनि के सामानहरू लिएर आइज भन्नुभएको छ दिदीले चाहिँ उताबाट बाहिर हुनुहुन्छ मेरो दिदी चाहिँ जापानमा मैले योभन्दा अगाडिको भिडियोमा पनि हालेको थिएँ ठ्याक्कै 1 वर्ष भयो यो मैले भिडियो बनाएको योभन्दा अगाडिको पनि भिडियो हेर्न सक्नुहुन्छ युट्युबमा गएर मैले फुल भिडियो हालिदिएको छु र यो भिडियो पनि तपाईहरुले सुरुदेखि लास्टसम्म हेरिदिनु होला र माया गरिदिनु होला भन्न चाहन्छु एटिएममा आइसक्यो पैसा निकाल्नको लागि खनखन्डी हैन धेरै निकाल्दिनु म मात्र ओन्ली 1000 मात्र निकाल्छु हैन त्यो भन्दा बढी पनि सरप्राइज मम्मीले दिनु भन्नु भएको थियो भेना र दिदीले तर त्यो दिन अलिक पछि दिउँला अहिले टाइम छैन त्यही भएर नि त गाइजहरु पैसा निकाल्नु धमाधम गाइजहरु ल 1000 है 1000 रुपैयाँ यो भन्दा बढी निकाल्ने उसमा थियो टार्गेटमा थियो त्यही पनि अब यो भन्दा बढी अब निकाल्नु पर्दैन नि त अहिलेको लागि केकको लागि र खादाको लागि यसैले पुग्छ अनि पछि मम्मीले कपडा पनि किन्दिनु भन्नु भएको छ दिदी र भेनाले अनि त्यही भएर त्यो भन्दा पछि यसो मिलाएर किन्दिउला है अब अगाडितर्फ लागौँ है केक किन्नको लागि ल गाइजहरु मङ्गल बजारको कृष्ण मन्दिरको भ्यू हेर्न सक्नुहुन्छ है तपाईहरुले बिहान बिहान है गाइजहरु सो गाइज अल राइट नाउ अगाडितर्फ देखाउँछु है तपाईहरुलाई अघि पनि मैले अगाडितर्फ देखाइसकेको छु सो अगाडि हेर्न सक्नुहुन्छ च्याट लाएर चतर यहाँबाट लाने है गाइजहरु केक चाहिँ यो भित्रबाट लाने हो गाइजहरु ल यहाँ चाहिँ हेर्नु पर्यो गाइजहरु केकहरू चाहिन्छ भने यहाँ मङ्गल बजारमा आउनु होला तपाईहरु पनि भिजिट गरिदिनु होला भन्न चाहन्छु आज धेरै केक बनाउँछ यहाँ पनि मङ्गल बजारमा चाहिँ मैले प्रायः जस्तो लिएर जाने भने केक चाहिँ यहीँबाट हो यस्तो खादा सबै किनिसक्यो खादा त लगभग किन्नु नपर्ला जस्तो लागिरहेको थियो त्यही पनि अब यहाँबाट चट्ट केक लिएर जाने सोच गरिरहेको छु केकहरू चाहिँ टन्नै छ है तपाईहरु आउन सक्नुहुन्छ यहाँ चाहिँ अहिले सादा रहेछ यहाँनिर नामहरू लेख्न बाँकी नै रहेछ अनि त्यो नामहरू लेखेर चाहिँ पठाउने रहेछ सो गाइज तपाईहरु चाहिँ यहाँनिर मङ्गल बजार ठ्याक्कै यता छ कृष्ण मन्दिर अनि यहाँनिर चाहिँ ठ्याक्कै यता आउँदाखेरि ठ्याक्कै यहाँनिरदेखि चाहिँ सिसाको ढोकामा तपाईहरु पनि आउनु होला आज धेरै अर्डर आउने भयो आज धेरै अर्डर आउँछ यहाँनिर लिन आउनु होला है उहाँ दिदीलाई चिन्नुहुन्छ यहाँ चाहिँ यो पसलमा है ल ओके स्वागत छ सबैलाई सबजना यहाँनिर पसलमा आइदिनु होला अनि केक खाइदिनु पनि दिनु होला है तपाईले ल गाइजहरु त्यस्तै हो अब केक त मैले पहिला पनि लगेँ यहाँबाट एकदम मिठो छ अस्ति पहिला त दाइ थियो हैन र यहाँनिर दाइ भित्र हुनुहुन्छ नि तिनजना आज दिदी हुन्छ नि त सो म बसिरहेको के हाम्रो मम्मीले केक ल्याइदिएको उहाँ चाडक चिटिक भएर खाएर त्यत्तिकै सानाक सिनिक गरेर बस्नु भएको रहेछ केक सेक टक्क घरमा आइसकेको छ है गाइजहरु उहाँ कहाँ होदेखि कहाँसम्म पुगेर आएँ म है गाइजहरु है भिडियोमा देख्न सक्नुहुन्छ तपाईहरुले है ल
गाइजहरू अहिले एकछिन पछाडि तयार मयार भइसकेपछि केक काट्ने बेला म भिडियो लिन्छु है त गाइजहरू। ल सो फाइनली गाइज हामी चाहिँ केक काट्न जाँदैछौँ है। मम्मीले यहाँ टक्क रेडी सेडी भएर चट्ट चिडिक्क परेर साडीमा चिडिक्क परेर आज बेहुली झैँ सजिएर बसिरहनु भएको छ हाम्रो मम्मी चाहिँ है। चटक्क लाएर एकदम राम्री न राम्री एकदमै ब्युटीमा ब्युटी क्युटीमा क्युटी भएर बस्नु भएको छ हाम्रो मम्मी चाहिँ एकदम खुसीले है। सो जतिजना हुनुहुन्छ आमाहरू अनि जतिजना हुनुहुन्छ उहाँहरूलाई पनि मैले धेरै मिस गरिरहेको छु। यहाँ भनेकै अब हाम्रो लागि ठुलो, हाम्रो लागि भनेकै हामीलाई जन्म दिने 9 महिनासम्म गर्भमा राख्ने, हामीलाई जन्म दिने, हामीलाई सानैदेखि हुर्काउने पढाउनेदेखि लिएर सम्पूर्ण गर्ने चाहिँ आफ्नो आमा हो। ह्याप्पी मदर्स डे। यहाँ केकको फोटोदेखि लिएर हाम्रो मम्मीजी यता चिटिक्क भएर बस्नु भएको, केक काट्नको लागि रेडी भएर बस्नु भएको। ल अब के गर्ने, केक काट्ने हो अब काट्ने। ल काट्ने। अब काट्नुभन्दा अगाडि केही भन्ने हो कि दिदी भेनालाई? के भन्नु, अब राम्रोसित बस्नु, यताउता नगर्नु, राम्रोसित मिलिजुली बस्नु, अरू के भन्नु। अनि सबै अब तिमीहरू पनि अब औँसी मनाओ, मलाई यहाँ औँसी मनाइदियो नानीले। पैसा झार्देर केक ल्याएर केक काट्नुलाई हामी यहाँ रेडी भएर बस्या मजै। अनि अरू पनि बोल्नु न गाइज। त्यस्तै हो हाम्रो मम्मी चाहिँ एकदम परी चाहिँ बसिरहनु भएको छ एकदम ब्युटी भएर। ल म्यासेज चाहिँ दिदीलाई दिइसक्नु भएको छ हाम्रो मम्मीले। अब केक काट्नुभन्दा अगाडि मैले के भन्नुपर्ने छ भन्नु भनेको थिएँ। अब मम्मीले भनिसक्नु भएको छ दिदी र भेनालाई। गाइजहरू हामी चाहिँ अब केक काट्नलाई रेडी भइसकेको छौँ। अब तयार भइसक्यो हाम्रो मम्मी पनि है। यताउता तयार भएर अब टक्क भिडियो बनाउँछौँ हामी चाहिँ। हाम्रो मम्मीलाई चट्ट देखिरहनु भएकै होला है। आज पुतली झैँ बनेर ब्युटी न ब्युटी भएर बस्नु भएको छ। अब सुरु अब हाम्रो मम्मी ल लाइटर बाल्नु, म स्टुडियो छर्छु। हाम्रो चाहिँ ह्याप्पी मदर्स डे फाइनल्ली विस भइसकेको छ। हाम्रो मम्मी चाहिँ चट्टा लगाएर यहाँ केक काट्नुहुन्छ। स्न्याक छ यहाँनिर, काट्नुहोस्। मम्मीलाई खाँदा एउटा ह्याप्पी मदर्स डे मम। थ्याङ्क यू भन्नु। थ्याङ्क यू सो मच। थ्याङ्क यू मेरो छोरी, मेरो छोरा र मेरो बाबुलाई पनि एकदम धेरै धेरै धन्यवाद। थ्याङ्क यू भन्न चाहन्छु। थ्याङ्क यू। यतिको बोल्ने चाहिँ हुनु पर्यो है गाइजहरू। भ्लगरको मम्मी भएपछि यतिको बोल्न चाहिँ पर्यो भने त साथीहरू। अब हाम्रो मम्मीले केक काट्नुहोस् चट्ट लगाएर है। यता यसरी जसरी काटे पनि हुन्छ, तपाईँले जसरी काट्नु मन लाग्छ टक्क काट्नुहोस्। ह्याप्पी मदर्स डे चाहिँ यसरी नै मनाउनु पर्छ है गाइजहरू। योभन्दा धेरै राम्रो पनि मनाउनु भएन, यतिको मनाएपछि पुग्छ हामीलाई। सो हामी अब मिडल क्लासको फ्यामिलीहरूलाई चाहिँ यतिको मनायो भने चाहिँ यतिको ठिकै हुन्छ भन्ने मेरो चाहिँ चाहना छ। सबैजनाले आजको दिनमा चाहिँ मम्मीलाई खुसी राख्नु होला, अरू दिनमा पनि राख्नु होला, तर अरूको दिनभन्दा आज अलि धेरै खुसी दिनु होला भन्न चाहन्छु आफ्नो आमालाई है। त्यही भन्न चाहन्छु। अब खानुहोस् अब के ल गाइज। मेरो मम्मी है, मेरो मम्मी गाइजहरू भ्लगरको पाजी भ्लग्सको मम्मी है गाइजहरू। ल मेरो मम्मी आई लभ यु मम्मी। आई लभ यु टु। ल मेरो मम्मी है गाइजहरू। ल सबजनालाई माया छ है। मेरो छोराको भ्लग हेरिरहनु भन्नु मम्मी। सबैजनालाई माया धेरै सम्झना गरे मेरो बाबुको भ्लग सबैले माया गरिदिनु होला भन्न चाहन्छु। यस्तै बोल्नुपर्छ हाम्रो मम्मीले चाहिँ। एकदम सिकाउँदैछु बल्ल अब बिस्तारै सिक्दैछ हाम्रो मम्मीले पनि। गाइजहरू त्यस्तै हो। मेरो दिदी र भेनालाई मैले एकदमै धेरै मिस गरिरहेको छु। र यहाँ सम्पूर्ण उता हाम्रो श्रुति मिसको पनि मम्मीलाई मैले सम्झेको छु है। उतातिर पनि केक सेक ल्याएर केक काटे होला, भिडियोहरू बनायो होला। सो गाइज अलराइट नाउ सबजनालाई मैले सम्झेको छ। हाम्रो गाउँको ठुल मम्मी अनि त्यसपछि आन्टीहरूलाई, अङ्कलहरूलाई, ठुलबाउहरूलाई मैले सबलाई सम्झेको छ। र चोटारी र चौतारामा भएको फुपू दिदीलाई पनि मैले धेरै मिस गरेको छु।
माथि हाम्रो ठुली फुपूलाई पनि सम्झेछ र हाम्रो सम्पूर्ण दूरी धेरै टाढा रहनु भएको फुपूहरूलाई पनि मैले धेरै मिस गरिरहेको छु। ल गाइजहरू त्यस्तै भन्न चाहन्छु है। सो अलराइट नाउ अब भिडियोहरू चाहिँ यस्तै आउँछ, तपाईँहरूले भिडियोहरू चाहिँ माया गरिदिनु होला भन्न चाहन्छु। अब केक पाजी भ्लग्सले चाहिँ अलि धेरै खाएको छैन अहिलेसम्म, अलि धेरै खान बाँकी नै छ। अहिले एकछिन पछाडि खाउँला। अब हाम्रो मम्मी फोटोसोटो खिच्ने भनेको छ, फोटोसोटो खिचेर अनि त्यसपछि अनि बाहिर लाग्ने नै छौँ। सो अलराइट नाउ भिडियोहरू यस्तै आउनेछ, सबजनाले घुम्न जाने हाम्रो मम्मी र म। सो अलराइट नाउ यस्तै भिडियोहरू पक्कै पनि आउनेछ। अब अर्को भ्लगमा भेटौँला भन्न चाहन्छु। हस् त धन्यवाद। सो जाँदा के भन्छु भने चाहिँ हजुरहरूले चाहिँ यो भिडियोलाई सक्दो माया गरिदिनु होला भन्न चाहन्छु र पाजी भ्लग्सलाई चाहिँ जति सक्छ तपाईँहरूले लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला भन्न चाहन्छु। हजुरहरूकै सपोर्टले म अगाडि बढ्ने हो। आज एकजना सब्सक्राइब गर्यो भने भोलि एकजना गर्दै महिनाको 30 जना पुग्छ। एकजना दिनको एकजनाले गर्यो भने मेरो महिनामा 30 जना हुन्छ होइन, त्यसरी नै बढ्छ। त्यही भएर सब्सक्राइब गरिदिनु होला भन्न चाहन्छु, एकदम सपोर्ट गरिदिनु होला भन्न चाहन्छु। हस् त धन्यवाद। आजको लागि भ्लग यति नै। यस्तै भिडियो हेर्नका लागि अर्को भिडियोमा प्रतीक्षा गरिदिनु होला भन्न चाहन्छु। हस् त धन्यवाद। जय नेपाल।